मान्छेले बोल्न पाए भनेर प्याचे बोली नहाल्नु, बस्न पाए भनेर थेचे बसी नहाल्नु भन्ने उखान चाहिँ मैले सानैबाट सुन्दै आएकी थिएँ हाम्रो हजुरआमाहरूकोबाट। र नमस्कार सबैमा, कस्तो हुनुहुन्छ तपाईँहरू? आशा गरे सबैजना सन्चो सुविस्तै हुनुहुन्छ भनेर, र म पनि सन्चै छु। र सबैजनालाई राधे राधे। र आज चाहिँ मैले यो भिडियोमा किन फर्स्ट टाइममा त्यस्तो भएन भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ कतिजना मान्छेहरूले चाहिँ बोलिसकेर पस्ताव फिल गर्नुहुन्छ है, मैले किन बोलेँ त्यस्तो भन्ने खालको एउटा राख्नुहुन्छ र माफी पनि माग्ने इच्छा राख्नुहुन्छ। तर यति बुझ्नुहोस्, बोलेको बोलेर बन्दुकको गोली कहिले पनि फर्केर आउँदैन। र त्यो मान्छेलाई बोलेर जब तपाईँले हुन्छ नि आत्मामा लाग्ने वचन बोलिसकेपछि त झनै जिन्दगीभरि नै भुलिनु सकिँदैन। र दोबारा त्यति जुन विश्वास थियो, जुन माया थियो, त्यो त झन् कहिले नै पाइँदैन। र गाइस, बोल्नुको अगाडि चाहिँ धेरै सोच्नु पर्ने रहेछ, किनभने चोट खाइसकेपछि चाहिँ यस्तो बोल्दा यस्तो हुँदो रहेछ भन्ने कुरो पनि बुझिँदो रहेछ। र त्यो मैले अलिकति बुझ्ने मौका पाएँ र बोल्नेलाई पनि धन्यवाद दिँदै है, अब सतर्क भएर जिउन सिकियो होइन। र मान्छेलाई केही पनि अति भन्ने कुरा चाहिँ राम्रो होइन रहेछ। चाहे त्यो मिठो होस्, चाहे त्यो तितो होस्, चाहे राम्रो होस्, चाहे नराम्रो होस्, चाहे त्यो माया होस्, चाहे त्यो सम्मान होस्, अति भन्ने कुरो चाहिँ राम्रो होइन रहेछ भन्ने पनि मैले उनीहरूबाट जान्ने मौका पाएँ। र उहाँहरूलाई म धन्यवाद दिँदै आज यो भिडियो बनाउँदै है। र नानीहरूको खुसीमा चाहिँ धेरै खुसी लाग्छ। हेर्नुहोस्, नानीहरू चाहिँ एकअर्कामा हात समाएर जम्पिङ खेल्दै उता मजाले रमाइरहेका छन् है। र दुःख त कसको जीवनमा हुँदैन गाइस, सबैको जीवनमा दुःख हुन्छ। बस खुसी हुने हामीले बाहना खोज्नुपर्छ, सानो सानो कुरामा खुसी हुनुपर्छ र खुसी हुने चेष्टा पनि गर्नुपर्छ। दुःख त सबैको जीवनमै हुन्छ। स्पेसली मेरो जीवनको कुरा गर्नु हो भने चाहिँ अब तपाईँहरूलाई के नै भन्नु, मेरो जीवनको कथा सुन्नुभयो भने तपाईँहरूको आँखाबाट आँसु उभाउँदैन। र 6 वर्षको उमेरमा आमा बितिसकेपछि मेरो बालापन 6 वर्षमै छुटेको। र त्यसै गरेर म नानीहरूको खुसीमै म खुसी हुँदै नानीहरूको बालापनमै म मेरो बालापन देख्छु होइन। अब यसै गरेर म पनि रमाउँथेँ होला भन्दै होइन, बाबा आमाहरूको साथमा यसरी रमाउँथेँ होला भन्दै कोसिस गर्दै मबाट चाहिँ केही कमी नहोस् भन्ने कोसिस गर्दै नानीहरूको कहिले साथी बनिँदै, कहिले मम्मी बनिँदै, कहिले बाबा बनिँदै, कहिले टिचर बनिँदै म यसै गरेर चल्ने कोसिस गर्छु। तपाईँहरूलाई कस्तो के लाग्छ मेरो भिडियो भन्नु होला। र कहिलेकाहीँ म गाई बस्तु घाँसपात गर्दाखेरि एकान्तमा एक्लै ती मान्छेहरूले बोलेका तुच्छ वचनहरू